सम्पूर्णमा नमस्कार। आजको यस भिडियोमा हामी एउटा अध्ययनको कुरा गर्नेछौँ जसको सुरुवात भएको थियो 1980 मा र यसको एन्डिङ डेट थियो 2023 र यसको मेन अथर हुनुहुन्थ्यो हाम्रो यु ज्याङ भन्ने मान्छे। यु ज्याङ र उहाँको टिमले 1980 देखि 2023 सम्म प्रोस्पेक्टिभ कोहोर्ट स्टडी गर्नुभयो। त्यो स्टडीको टाइटल रहेको थियो टी एन्ड कफी इन्टेक डिमेन्सिया एन्ड कग्निटिभ फङ्सन थियो, जुन कोहोर्टमा पार्टिसिपेट गरेका मान्छेहरूले दैनिक रूपमा चिया अथवा कफी सेवन गर्नुहुन्थ्यो। यसै गरी 2023 मा यो स्टडी सकिएर यो एनालाइसिसहरू सम्पन्न भइसके पछाडि अहिले यो जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा यो स्टडी पब्लिस भएको छ। 1,30,000 जना पार्टिसिपेन्ट्सहरू लिड अथर यु ज्याङ र उहाँको टिम साल 2023 सम्म 1980 देखि साल 2023 सम्ममा लगभग 43 इयर्ससम्म उहाँहरूले यो एउटा लामो स्टडी गरेर ल्याउनु भएको अध्ययनको विवरण आज तपाईँहरूमा पस्किनेछु। लिड अथर यु ज्याङ र उहाँको टिमले गरेको रिसर्च अनुसार उहाँहरूले करिब 1,30,000 जना पार्टिसिपेन्टहरूलाई आफ्नो कोहोर्टमा लिनुभएको थियो र प्रोस्पेक्टिभ कोहोर्ट स्टडी गर्नुभएको थियो र यो स्टडीको फाइन्डिङले बताए अनुसार दैनिक रूपमा 2 देखि 3 कप चिया अथवा क्याफिनेटेड कफी पिउने मान्छेहरूमा जुन हाम्रो दिमागको डिमेन्सिया हुने रिस्क हो त्यो लगभग 18%ले घटाएको यो अनुसन्धानमा बताएको छ। आउनुहोस् आजको यस भिडियोमा तपाईँहरूमा एउटा अध्ययनको विवरण लिएर आएका छौँ, जुन अध्ययनको सुरुवात भएको थियो साल 1980। यु ज्याङ भन्ने प्रिन्सिपल अथर र उहाँको टिमले गर्नुभएको यो स्टडी हो। उहाँहरूले 1980 देखि 2023 सम्ममा एउटा कोहोर्टलाई फलो गर्नुभयो। एउटा कोहोर्ट एउटा मान्छेहरूको समूह, जुन मान्छेहरूको समूहले चिया अथवा कफी सेवन गर्दथ्यो। 43 वर्षसम्म फलोअप गरिएको यस रिसर्चले बताएअनुसार दैनिक 2 देखि 3 कप क्याफिनेटेड कफी अथवा चिया पिउने मानिसहरूमा हाम्रो कग्निटिभ डिक्लाइन, हाम्रो डिमेन्सिया हुने चान्स करिब 18%ले घटाएको पाइएको छ। यति मात्र नभई मुटु र मेटाबोलिक स्वास्थ्यमा पनि यसको प्रभाव राम्रो रहेको भन्ने यो स्टडीले देखाएको छ। तर दैनिक रूपमा धेरै नै बढी 5 कप भन्दा बढी क्याफिनेटेड कफी पिउनाले मानसिक तनाव हुने समस्या हुन सक्छ भनेर यो अध्ययनले। अब लाग्यौँ आजको मुख्य कुरातर्फ। क्याफिनले हाम्रो दिमागमा रहेको एडिनोसिन को काम गर्ने जुन रिसेप्टर हुन्छ त्यसलाई ब्लक गरेर जुन हाम्रो दिमागमा जुन बढेको समयमा एडिनोसिन बढेको समयमा हामीहरूलाई नर्मल्ली निद्रा लाग्ने गर्दछ। तर क्याफिनले यो एडिनोसिनको रिसेप्टर जुन एडिनोसिन काम गर्ने ठाउँ हो त्यसलाई गएर ब्लक गराइदिन्छ। यसो भएको हुनाले त्यसैले हामीहरूलाई थकाइ कम भएको जस्तो महसुस हुन्छ। तर यसले एक्चुअली निद्राको गुणस्तर घटाउन सक्छ भनेर विभिन्न अध्ययन अनुसन्धानहरूले देखाएको छ। हामीहरूले कफी एकचोटि खाइसके पछाडि शरीरबाट कम्प्लिटली त्यसलाई मेटाबोलाइज गर्नको लागि साधारण मान्छेहरूमा 5 देखि 7 घण्टाको समय लाग्ने गर्दछ। यदि तपाईँहरूले बेलुकाको 4 बजे कफी खानुभएको छ भने तपाईँको मेटाबोलिजम अरू मान्छे जस्तै सामान्य मान्छेहरू जस्तै छ भने कमसेकम रातिको 10 बजेसम्म पनि यो तपाईँको शरीरमा रहन सक्छ भनेर विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ। अब यसको मतलब के भयो कि यदि तपाईँले 4 बजे कफी खानुभयो भने रातिको 10 बजेसम्म तपाईँलाई निद्रा नआउन सक्छ। तपाईँको शरीरमा अझै पनि कफीको प्रभाव छ। एउटा रिसेन्टली पब्लिस भएको अनुसन्धान जुन चाहिँ 43 वर्षसम्म फलोअप गरेर गरिएको स्टडी, जसको लिड अथर हुनुहुन्थ्यो हाम्रो यु ज्याङ र उहाँको टिमहरूले यसरी 43 वर्ष लगाएर एउटा कोहोर्टमा अध्ययन गरेर ल्याएको जुन अनुसन्धानले देखाए अनुसार दैनिक रूपमा चिया अथवा कफी सेवन गर्ने मान्छेहरूमा हाम्रो मस्तिष्कमा प्रोटेक्टिभ फङ्सन पाइयो। यसै गरी मुटु र कलेजोको हेल्थको लागि पनि यो एकदमै राम्रो भएको पाइयो भनेर बताउँछ भने अरू अध्ययनहरूले देखाए अनुसार जुन क्याफिनेटेड बेभरेजेस, क्याफिनेटेड ड्रिङ्क्स, क्याफिनेटेड फुड आइटम्सहरू छ, तिनीहरूले कम्तीमा पनि 5 देखि 7 घण्टासम्म हाम्रो शरीरमा
क्याफिन बस्ने र जसले हामीलाई एक्चुली भित्रबाट नै इनर्जी प्रोड्युस नगराए पनि एडोनिसिन रिसेप्टर ब्लक गराएर पनि हाम्रो निद्रा नलाग्न दिने मेकानिजम हामीले विभिन्न अध्ययन तथा अनुसन्धानहरूमा पायौँ। अब यसले के गराउन सक्छ भन्दा यसको मतलब यो होइन कि तपाईँले 2 देखि 3 पटक डेली हाम्रो यो कपमा सुगर राखेर खाँदै हुनुहुन्छ र त्यसले फाइदा गराउँछ भन्ने होइन। उहाँको अध्ययनमा सिर्फ चिया मात्रै राखिएको थियो र एक्सेसिभ सुगर राखिएको थिएन। यदि तपाईँलाई एक्सेसिभ सुगरले हानि पुर्याउँछ र तपाईँको निद्रा डिस्टर्ब हुने इन्सोम्नियाको प्रब्लमहरू छ भने दिनमा 2 देखि 3 पटक कफी खाएर फाइदा हुने होइन। तर नर्मली तपाईँहरूको जुन सुत्ने साइकल छ, स्लिप साइकल छ, त्यसलाई प्रभाव नपर्ने गरी तपाईँहरूले यदि दैनिक रूपमा आफ्नो चिया अथवा कफी जे सेवन गर्ने बानी छ त्यो सेवन गर्नुभयो भने यो अध्ययनले देखाएअनुसार, किनकि यो अध्ययन एकदमै लामो अध्ययन थियो र प्रोस्पेक्टिभ कोहोर्ट स्टडी हो र एकदमै हाई क्वालिटी रिसर्च हो, त्यसै कारणले गर्दाखेरि यदि तपाईँले चिया अथवा कफी सेवन गर्नुहुन्छ भने यो अध्ययनले देखाएअनुसार चिया अथवा कफी सेवन गर्ने मानिसहरूमा उहाँको मस्तिष्कमा भुल्ने जुन डिमेन्सिया हुन्छ त्यसको रिस्क 18%ले घटाएको पाइयो र यसको प्रभाव साथसाथै हाम्रो मुटु तथा कलेजोमा पनि सकारात्मक प्रभाव परेको पाइयो भनेर यो अध्ययनले जनाएको छ। मध्यम मात्रा दिनमा 1-2 कप स्वास्थ्यका लागि फाइदाजनक देखिएको छ, तर राति कफी पिउने बानीले तपाईँको निद्रामा भने हानि पुर्याइरहेको हुन्छ भनेर विभिन्न अध्ययन तथा अनुसन्धानहरूले देखाएको छ।